सम्पूर्णमा नमस्कार। अहिले नेपालमा रहेको भुटानी शरणार्थी लगभग 6,500 क्रस छ। युएस क्यानाडा जुनै ठाउँ पनि जान सक्छौँ, तर हामी गएनौँ किनभने हामीले नेपाल प्यारो लागेर हामी बस्यौँ। हामीले अब मलाई लाग्छ एउटा मात्रै हामीले हाम्रो माग लिएर जानुपर्छ, जुन लोकल एसिमिलेसन हो र हामी नेपालमा बस्न चाहन्छौँ र त्यो लिएर मात्रै गयो भने चाहिँ हाम्रो समस्याको समाधान हुनसक्छ। हामी भुटनिस रिफ्युजीको लागि अरू 3वटा 4वटा त्यो माग लिएर गयो भने हाम्रो समस्याको समाधान हुँदैन, किनभने यो विदेशी मुलुकले अथवा बाहिर देशको मान्छेहरूले चाहिँ के गर्छ भने कुनै पनि समस्याको समाधान नहोस् भनेर पहिल्यै विभाजन गरेको हुन्छ। यसमा हामी पनि भुटनिस रिफ्युजी विभाजितमा परियो, उनीहरूले 3वटा सेटलमेन्ट। त्यसै कारणले हामीले भर्सक नेपालमा बस्ने रिफ्युजीहरूले चाहिँ मेरो राय अनुसार चाहिँ मेरो मनमा लागेको कुरा चाहिँ के भने हामीले लोकल एसिमिलेसन चाहिँ एउटा मुद्दा बनाएर लग्यो भने चाहिँ त्यसको सुन्नाइ एकदम छिटो हुन्छ जस्तो लाग्छ। कुरालाई अगाडि बढायो एउटा रिपार्टेसन, एउटा लोकल एसिमिलेसन र एउटा चाहिँ सम्पूर्ण भुटानी समुदायमा रहेका बुद्धिजीवीहरूले मेरो यो भनाइमा कमेन्ट्स राय के छ तपाईँहरूको बिग्रिनुहुन र मेरो भिडियो सक्दो भन्दा सक्दो सेयर गरिदिनु विनम्र अनुरोध गर्छु। धन्यवाद।